गएको दुईजना टोपो बोकेर बाटो कि बाटो पहिला चाहिँ नि हामी यहाँनिर त बाँसको भाटा बनाएको सुरु खै जङ्गल त म साह्रै देख्दिनँ बाँस मात्रै देख्छु कहाँनिर खोज्नु नि फुलको लागि मल चाहिँ प्लान्टको लागि हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई अन्त म मेरो हस्बेन्ड अन्त मेरो भाइ मेरो देवर हामी चाहिँ माथि जाँदैछौँ जङ्गल फुल चाहिँ यसरी राख्नुपर्ने रहेछ प्लान्टहरू चाहिँ यसको सेफ हुने रहेछ यस्तो गरेर राख्यो भने चाहिँ सबै वेल्डिङ गरेर बनाएको गाईको थला पनि यहाँ पनि रहेछ आमा पुरा रहेछ त घाँस दिनु भने घाँस दिनु आउनु त सिँडी मन पर्यो लाइफ गयो नि है देखो न त घाँस के हो म घाँस खाँदैन है हामी चाहिँ कति टाइम भइसक्यो कति टाइम भयो स्टिल 12 बजे होला स्टिल जङ्गलमा चाहिँ हन्टिङ गरिरहेको छ यहाँ सबैजना हँसियाहरू बोकेरै भोक लागिसक्यो हो घाँस पाउँदैन रहेछ यहाँ चाहिँ फेरि गरम भइसक्यो घाँस खोज्नेहरू चाहिँ यहाँ चाहिँ बाटै हिँड्छ कहाँबाट घाँस पाउँछ होला भगवान् बाटै हिँड्छ कहाँबाट घाँस पाउँछ अन्त यहाँको चाहिँ मलाई के फिल भयो भन्दा चाहिँ नि माथि हाम्रो गोलीचौर जाँदाखेरि सेम यस्तै छ बाटो त्यसो हो त्यही फिल भइरहेछ गोलीचौर गएको ताम्लेचौर गएको फिल भइरहेछ यो बाटो यो धुप्पीहरू हेर्दाखेरि जिन्दगीमा फर्स्ट टाइम घाँस काटेको होला हजुरले फुलको मल खोज्नु आएको हो फुलको मल त हामीले खोजिसक्यो अब घाँसपट्टि के पायो भने त यो उति आएछ नि जिन्दगीमा घाँस नकाटेको होला कहाँ घाँस नकाटेको त घाँस त यस्तो काट्छ सोत्तरहरू फेरि बाख्रा भुइँ घाँस चाहिँ फर्स्ट टाइम रुखको घाँस काट्ने बानी गुवागुनहरू जस्तो त्यस्तो घाँस काटेको बस्तीको जिन्दगानीमा मिस आरतीले भारी बोकेको छ अलराउन्डर एक अङ्गल घाँस बोकेर अलराउन्डर भन्छ बाबा ससुरालीमा गाली खुवाउने भयो घाँस काट्नु लाग्यो भनेर जङ्गल पनि सबै सुकेछ भात रहेछ घाँस अन्त पुरा गरौँ छ हल्का छ अन्त के गर्दा मोजीमा हात बोकेर घाँस लाग्यो हात लगाएर घाँस उयो गरिरहेछ त लड्यो भने चाहिँ कहाँ पुग्छ नि फेरि यहाँ 2 बोरा भयो हाम्रो फुलको मल प्लान्टको मल हामी चाहिँ जङ्गलबाट आएर एकछिन रेस्ट गरेर खाना खाएर अब चाहिँ हामी यो कामपट्टि लागिरहेको छ प्लान्टको फुलको मल बनाउनुको लागि यो पटको लागि चाहिँ मसिनो एकदमै मसिनो काट्नुपर्छ अन्त काटेर चाहिँ मजाले मल बनाउनुपर्छ सबै फिटेर चाहिँ फुल र प्लान्ट रोप्नुपर्छ अहिले चाहिँ हाम्रो यतिको लागि चाहिँ भइसकेको छ फुल र
प्लान्ट पनि चाहिँ यहाँनिर मिक्स छ। अन्त यति चाहिँ बनाइसकेको छ, अझै एक बोरा छ बनाउनुको लागि। अन्त त्यही हो, अब पुगेपछि कति पुग्छ त्यो बनाउने हो आज चाहिँ। हेर्नुहोस् है, फाइनली हामीले यति चाहिँ बनाइसक्यो आज चाहिँ। यसमा चाहिँ प्लान्ट र फुल मिक्स छ। अहिले चाहिँ हामी यही प्लास्टिककै पटमा रोपेर चाहिँ पछि चाहिँ अलिक राम्रोसँगले सरेपछि फेरि गमलामा सिफ्ट गर्नुपर्छ यो सबैलाई। अन्त आज चाहिँ एकदमै राम्रो भयो मलाई, किनकि मेरो हस्बेन्डको पनि छुट्टी थियो। अन्त मलाई धेरै हेल्प पनि भयो प्लान्ट यो मल बनाउनु, पत्कर ल्याउनुमा धेरै हेल्प भयो। अन्त त्यही हो, आज दिनभरिको कामै हाम्रो यस्तै भयो। अन्त हजुरहरूलाई पनि धेरै 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 धन्यवाद छ, किनकि तपाईँहरूले धेरै माया र सपोर्ट दिइरहनु भएको छ मलाई अहिलेसम्म। मैले जति पनि सानसानो भिडियोहरू लाउँछु त्यसमा धेरै माया र सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच फर एभ्री वान एन्ड बाई बाई, सी यु इन नेक्स्ट ब्लग।